आज चाहिँ साथी र म म्याक खान आएको छौँ। आशा हाचिजिका र एगो चितेउरी मास भनेको छ। बिहानको 8 बजीदेखि खुला रहेछ। अहिले चाहिँ 2 बजिसकेको छ दिउँसोको। त्यही भएर ओपन रहेछ, चल्दिन्न। अर्डर गर्दाखेरि चाहिँ या फेरि ल्याङ्ग्वेज चुज गर्नु मिल्दो रहेछ। चुज गर्नु मिल्दो रहेछ भन्दा इङ्ग्लिस र जापानिज रहेछ। इङ्ग्लिसमा गरे भइहाल्छ होइन। के खाने? न्यू खाइदिउँ के छ? चिकनमा खानु होइन? चिकन खाइदिउँ। चिकन ताछता रहेछ। चिकनमा के छ? चिकन ताछता सेटमा खाइदिउँ होइन? सेटमा खाइदिउँ। म्याक फ्राइज खाइदिउँ होइन? स्मल भयो भने त स्मल गरिदिउँ। के खान्छौ तिमी? कोला खान्छौ? म कोला खान्छु। मिडियम कति रहेछ? दुईटा यही गरिदिउँ होइन? सेम 1400 रहेछ। 1400 यही गरिदिउँ न होइन? पेमेन्ट चाहिँ यहाँ चाहिँ क्यासलेस होइन? क्यासलेस गर्नु मिल्छ। इटिन गरौँ अनि दुईटा गरिदिउँ होइन? गरौँ होइन? मसँग अहिले केबाट हुन्छ? क्विक पेबाट मिल्छ। त्यही गरेपछि हाम्रो यहाँ 2316 अर्डर नम्बर छ। ल कता बसेर खाने? यता बस्नु होइन? खाली रहेछ। यहाँ आइसकेछ हाम्रो नम्बर 2316 भनेर। तिमी त्यता बस्छौ, म यता बस्छु नि त। हाम्रो टेबल नम्बर दिएको छ। अर्डरमा टेबल हाल्ने यहाँ बसेको ठाउँमा चाहिँ अर्डर गर्नु हुन्छ रहेछ होइन? त्यो नम्बर हाल्नु चाहिँ के? त्यही भएर सही तर हामीसँग चाहिँ 2316 छ नि त। 2316 को त्यहाँ बोलाउँछ अनि बोलाइसकेपछि काउन्टरमा जाने हो। जापानमा म्याक्सिमम सबै ठाउँमा हुँदो रहेछ है? इङ्ग्लिस र जापानिज चाहिँ त्यही हुन्छ। इङ्ग्लिसबाट सजिलो हुन्छ हामीलाई जापानिजबाट भन्दा नि अझै होइन? दुईजनालाई देखाउन। अस्तिको चाहिँ दोस्रो भयो। अस्तिको खाएको होइन? दोस्रो भयो त्यसले चाहिँ। तेस्रो होला हिजो नि। हिजो कुरा त नगरौँ। हिजो कुरा तेस्रो भयो। हिजो पनि खायो नि त बेलुका। गरौँ कि नगरौँ गर्दा के हुने? तैँले बिर्सेको मैले के निकाल्दिनँ भन्दा बडीगार्ड भइहाल्यो नि। बडीगार्ड भन्दा नि हाइटले धोका दिएन त बडीगार्डै थियो। हो र? हाइटले त्यस्तो धोका दियो क्या होइन? केही छैन तर मान्छेलाई अनुहार दिनु पर्यो नि त। हाइट नभए नि तेरो अनुहार छ नि त। थुप्रा परेको छ। अनुहार छैन हौ। लाउ त तिमी। तिमीलाई चाहिँ खतरा देखिन्छ। बडीगार्डै देखिन्छ। बडीगार्ड भन्दा नि बोसै देखिन्छ नि। हिरो देखियो। हाम्रो अब आउनु नेक्स्ट अर्डर हाम्रो रहेछ। त्यहाँ हल्का जुम हानिदिउँ क्या हो होइन? नेक्स्ट अर्डर रहेछ नि त। तिमी डराउँछौ क्या हो? किन डराउनु? त्यहाँनिर हाम्रो अर्डर छ नि त नेक्स्ट अर्डर। जापानिजहरूलाई सबैलाई देखाउनु हुँदैन जस्तो लाग्छ नि त क्यामेरामा। कहाँ नेक्स्ट अर्डर चाहिँ हाम्रो छ अब होइन? गयो टक्क लिएर आउनु पर्छ होइन? म लिएर आउँछु देखान लिँदाखेरि हुन्छ। उसले लिएर आउँछ। नेक्स्ट अर्डर चाहिँ हाम्रो छ निसा इचिरोक्कु भनेको छ। लिएर आउँछ साथीले। अब हाम्रो अर्डर भयो। कति 5 मिनटमा आयो होइन? लगभग के आयो होइन? हाम्रो यहाँनिर हल्का देखाऊँ न के छ यहाँ? के छ? कोक होइन? कोक मगाएको थियो नि त। कोकै आउँछ नि त। कोक मगाएछ त। कोक मगाएर स्प्राइट आयो भने त होइन? के भन्छ? फ्रेन्च फ्राई, म्याक फ्राइज हो यो। अनि बर्गर चिकन ताछता भन्छ। यस्तो आउँछ जापानमा चाहिँ खवाई टाइपको। यो अर्कै नयाँ मगाएको नि त। यो चाहिँ खोइ यता साइडबाट यताबाट हो। यस्तो टाइपको आउँछ। यो हेर न कस्तो होइन? एनिमेसनहरू हालेको नि त। एनिमेहरूको के जियान होइन? सिजुका जियान यतापट्टि सिधा यतापट्टि चाहिँ रहेछ। सिजुका जियान के हो यसको नाम? म चिन्दिनँ। म त्यति हेर्दिनँ नि त एनिमेहरू।
तर देऊ मात्रै छ त्यहाँ अरू कोही होइन सिबीको जिआरमा देखिन्छ कख न मैले हात राख्छु अनि खिचन है हैन भइहाल्यो त बेसी हेर्दिन हुन्छ हाम्रो चाहिँ खानेकुरा आइसक्यो अब खानुपर्ने हुन्छ परेन त हैन यहाँ राख मेललाई चट्ट देखिन्छ मेरो साथीलाई पनि यसो त्यो उयो भइरहेछ फेस लक एक्टिभ भइरहेछ त्यही त डबल पेज हट्दैन हल्का तिम्रो यता बस्नु त यतापट्टि बस्नु त होइन त्यहीँ ठिक छ त देखिदिनु होला नि म ए हुन्छ होइन अँ मिल्छ होला नि त मिल्नु त मिलिहाल्छ नि लगिन होइन ल भयो यति गर्ने त ल आगो आयो ल आगयो है आगो यो त आगो भन्दा नि यो त हावाहुरी नै आइहाल्यो नि टाइम ल खानु पनि पर्छ होइन टाइम पनि हुन्छ अनि बेला हातले पक्रेर खान्छ होला नि कुन यसलाई यसले यसरी खाने होला कसरी खाने यसलाई यसरी हातमा लिने खाने हातमै लिएर खाने अँ त्यसो त जान्छ होला नि सिसीबाट तल छ त ल त्यो छानिदिउँ न त होइन टेस्ट गरेको चाहिँ अब उठाउ न हात अघि धुइसकेको छ त नि किनभने ल ल cheers, ल। खाने थाल्यौँ होइन म चाहिँ देखिन जस्तो चाहिँ मैले यता हिँड्ने नि त अँ फेरि खाएकै देखिँदैन यत्रो बर्गर कति 1400को बर्गर छ अनि देखाउनु पऱ्यो नि त होइन ल 1400 पऱ्यो नि ठ्याक्कै सबै सेट हुन्छ तर सस्तै हो सबै सस्तै होइन र सेटै छ नि त दुईजनाको नि 700 त पऱ्यो एउटालाई एकजनाको लागि कोक पनि होइन कोक त तर कोक मिठो हुनु कि यस्तो भाइ अल्कोहल म्यागोबर खान थाल्यो कि होइन हिजो पनि खायो 3 दिन भयो नि छिटो मिठो भन्छ खाइहाल्यो छिटो मिठो कोल्मिनीहरूतिर किनेको भन्दा मिठो हुन्छ नि यहाँ यो फेरि म्याकडोनल्डमै खाएर छ हामी ब्रान्ड पनि हो नि त्यो भएर कोल्मिनीतिर चाहिँ अब 300 जतिमा पाउँछ नपाउने होइन तर मिठो हुँदैन यतिको मिठो हुँदैन यसरी बसेर खानु पनि पाइँदैन नि त्यहाँ त थोरै आफ्नो टाइम भएको नि यहाँ स्पेन्ड भयो नि त होइन हाम्रो नि अलिकति त्यहाँ बस्दा ह्याङ्गै हुन्छ नि त साथ त्यहाँ बसेपछि हुँदैन हामी चाहिँ बस पर्खिरहेको कि अहिले हामी डोङ्कीहरू जानुला सपिङ त नभनौँ होइन हल्का घुमघाम केही भइहाल्यो भने किन्ने टाइपले अब म नेपाल जानु लागेको छु 2 हप्ताको लागि छुट्टी लिएर अनि त्यही भएर केही अब ट्याक्स फ्री त्यहाँ चाहिँ ट्याक्स फ्री भएकोले गर्दा अलिक सस्तो पर्छ कि सामानहरू के सामानहरू किन्ने पनि त्यति धेरै आइडिया त छैन तर अब मन पऱ्यो होइन चाहिने सामानहरू भयो घरको मान्छेलाई चाहिने सामानहरू भयो भने चाहिँ किनौँ भनेर जानु खोज्यो आज छुट्टीको दिन पनि तर सुरुवातै जोतको भयो हाम्रो गाडी छुट्यो कुदेर आएको गाडी बस छुट्दा भनेर सुरुमा चाहिँ हामी त्यही बस स्ट्यान्डमा बसिरहेको थियौँ पछि साथी र म यता फेरि अर्को बस आयो एउटा अर्को बस स्ट्यान्डमा रोक्यो त्यो होला भनेर फेरि कुदेर गयौँ त्यहाँ भरे त्यो चाहिँ लास्ट बस हुनु चाहिँ त्यो बस जाने रहेछ तर लास्ट स्टेसन चाहिँ त्यहाँ रहेछ त्यसको अनि छुट्टी होला सायद के होला अनि त्यसपछि होइन भन्यो अनि फेरि बस्यौँ त्यहाँ फेरि अर्को हामी जाने बस आयो तर अलि अगाडिको बस स्ट्यान्डमा रोक्यो फेरि हामीले यहाँ पनि रोक्छ होला भनेर बस्यौँ होइन त्यहाँ रोक्यो कुदेर गएको भए थियो त्यहाँ रोकेन अनि त्यही भएर टाइम अब हामीसँग 25-26 मिनट जति रह्यो अनि ठिकै यहीँ अगाडिपट्टि होइन 1 मिनट यहीँ भित्रपट्टि मलभित्रै थियो यो म्याकडोनल्ड हिजो हामी यहाँ पनि खाएको थियौँ होइन सपिङ गर्दाखेरि त्यही भएर छिरेर खाइदिउँ न र भनेर
खाइदिएको मिठो कस्तो भयो मिठो सक् थाक भइसक्यो तिम्रो त टाइम कम छ क्या त्यही भएर कति भइसक्यो 15 भयो 10 मिनट छ त यही त हो अगाडिपट्टि हेरौँ अब त्यहाँ गएर मन पऱ्यो भने किन्ने हो होइन सपिङ गर्ने हो पहिला सुनमा भिजिट गर्ने मन पर्ने हुन्छ होइन बजेट पनि हेर्नु पऱ्यो नि त त्यसको लागि त ट्याक्स दिन जानु आँटेको होइन मलाई चाहिँ यो बरु खवाई लाग्यो क्या क्युट लाग्यो क्या प्याकिङ प्याकिङ यस्तो हुन्छ है जापानको प्याकिङ चाहिँ एनिमीको प्रखा छ नि त एनिमेसन यहाँको एनिमेसन ओभर हो नि त अब केटाकेटीहरूलाई नि भुलिने बाटो हुन्छ क्या यो देख्दा केटाकेटी होइन यहाँ त बुढाबुढीहरूले पनि बुढाबुढीहरूले पनि मन पराउँछ क्या एनिमेसनहरू ओभर हेर्छ नि त म चाहिँ खासै हेर्दिनँ फेरि पहिला जापान आउनुभन्दा अगाडि पनि हेरिनँ बच्चा बेलामा चाहिँ हामी हेर्थ्यौँ है ड्रागन बलहरू नारुटोहरू त्यतिखेर चाहिँ अब ठुलो भइसक्यो हेरेँ होइन त्यो फ्रेन्च फ्राई चाहिँ खाउँ न के खानु फुल भयो फुल भइसक्यो फुल हुँदैन अहिले खाएको नि हामीले सोफा पनि आउनु होला कुदेर जानु पनि घर त भइसकेको थियो सोफा भनेको चाहिँ रेडिमेड होइन रेडिमेड इन्स्ट्यान्ट जापानिज चाउमिन हो क्या नेपालमा भने चाहिँ चाउमिन हो चाहिँ सोफा भन्छ जापानिज भाषामा पानी हालेर भिजाएर राखेर 3-4 मिनट तातो पानीले भिजाएर अनि त्यसमा ससहरू हुन्छ मायोनिजहरू हुन्छ त्यो मिसाएर खाने हो कि 4-5 मिनटमै रेडी हुन्छ छिटो मिठो पनि मान्छेलाई टाइम बचाउनुलाई जापान हरेक कुरा छ छिटोको लागि चाहिँ छिटो टाइम छैन नि त यहाँ टाइम भने मनी हो यहाँ बुढाबुढी पनि काम गरेर 70 वर्षसम्म काम गरेर 70-80सम्म गर्छ उनीहरूले चाहिँ पैसाको लागि भन्दा पनि इकिगाई भन्छ क्या इकिगाई भनेको जापानिज भाषामा मान्छेको बाँच्नुको एउटा पर्पज उद्देश्य हुनुपर्छ भन्छ क्या यिनीहरूको चाहिँ अब बुढाबुढी भइसकेपछि छोराछोरीहरू सँगै हुँदैन नि त घरमा बज्यो भने तल पर्छ नि त अनि आफ्नो जिन्दगी चलाउनलाई मात्रै पनि त्यो हेल्दी बनाउनलाई पनि डेली लाइफमा एक्टिभिटिजहरू गरिरहन पर्ने क्या यिनीहरूलाई त्यो पैसाको लागि भन्दा पनि बिजी भइरहन पर्ने राम्रो हुन्छ नेपालमा 50-60 पुगेपछि मान्छे कहाँ नेपालमा त 80 पुगेपछि बसी खाने भनेर उखानै छ त मलाई भन्ने त यो नै छ काम ज्यादा नै 40 वर्ष गर्ने नेपालमा अब नेपाल पनि यस्तो छैन नि त नेपालमा भनेको बाहिर निस्किनुपर्छ काम गर्नु यहाँ भनेको घर बेलुका फर्केर घर जानु पायो नि त नेपालमा पनि बेलुका घर फर्केर जानु पाउने अनि यतिको सेलरी यतिको सुविधा भयो भने मान्छेहरू सायद होइन त्यति साह्रो यो नि गाउँघरको बाजेबोजूहरू त फेरि दगडा हुनुहुन्छ गाउँघरको त त्यही हो नि त काम गर्ने पर्छ गाउँ घरमा कोक पनि खायो मैले खासै कोक त खाइदिनु कोक मन पर्दैन अर्को मगायो भने चाहिँ अघि केही खाइदिनु यस्तो मन के खायो भने बियर भन्ने उसको बियर फेभरेट हो होइन जापानको बियर कस्तो लाग्छ बाबा नेपालको टेस्ट जस्तै एउटा बियर चाहिँ नेपालको टेस्ट मैले भन्छ नि तपाईँ त्यो चाहिँ नेपालको त्यो गोर्खा प्रिमियम जस्तै हुन्छ क्या पछिको हामीलाई देखाएछ भने पनि सोध होइन लिएर जानु नमिलेर नेपाल जाँदा त्यो एउटा बियर के भएर गएपछि कि त एउटा खम्बै बोकेर क्या बियर त गएर नेपालमा खाना खाइछ भने चाख्ने टेस्ट मैले त त्यस्तो थाहा पाएँ होइन तिमीले भने त्यो आशाई बियर भने हो सुपर ड्राई यहीँ सब जापानिजहरूले मन पराउँछ अलिक महँगो नि हुन्छ नि त अरूभन्दा नर्मल भन्दा त्यो मान्छेहरूले यहाँ खान्छ नि त मात्नुको लागि 9% त्यो चाहिँ मलाई पनि मन परेन त्यो 9% होला क्या रक्सीको फ्लेभर आउँछ हल्का सेन्टहरू पनि बियर खानु मजा हुन्छ रक्सीको फ्लेभर आएको तर त्यो पनि खान्छ जापानिजहरू पो खान्छ मात्नु छिटो मात्नु होला हाइबोहरू भन्छ क्या मात्नु छिटो मात्नु 9% भयो त्यो भएर पनि होला म चाहिँ फेरि मन पर्दैन नेपालमा 8% बियर गोर्खा स्टोरको कुन्टे हुँदैन बियरको चाहिँ अनि त्यो 9-1% बढ्ने कस्तो रक्सी जस्तो मलाई चाहिँ फेरि खासै त्यस्तो इन्ट्रेस्ट पनि लाग्दैन कहिले काहीँ र एउटा खायो भने पुग्यो जस्तो भइहाल्छ क्या त सुतिहाल्छ झ्याउ लाग्छ क्या होइन
हामीले खाएपछि देखाउँ त्यो देखाउनु पनि लाग्छ क्या तर त्यति खायो छोड्नुपर्छ अब तिमीले नि बिस्तारै अब मेरोसँग दोकान त छोड्नु परिहाल्यो नि सोध्नु मान्छेसँग गरी सोधै हुन्छ सोध्छु त होइन उल्टै म जस्तो चाहिँ नहुँदा फेरि त या भाइ भइहाल्यो या भाइ देख्ने भनेर छुट्टी होला जापानको केटाकेटी होइन आज छुट्टी भएर सबै केटाकेटी खाना ल्याएको हो क्या खेलाउन डुलाउन मलतिर त्यो बुढाबुढी बाजे बोजूहरू चाहिँ नातानातिनीलाई घुमाउनु ल्यायो क्या अगाडिको बाजे बोजू हुन्छ नातिनीलाई घुमाउनु ल्यायो क्या कामतिर कतातिर काममा होला नि तर छुट्टीहरू हुन्छ सबैको छुट्टी हुन्छ होइन सबैको त कहाँ हुन्छ काम हेरेर हुन्छ नि काम अनुसार कुन काम गर्छ के काम गर्छ सबै कामहरू त छुट्टी कति टाइम 25 मिनट 20 भयो होइन अब हामी पनि बिस्तारै बिस्तारै लाग्नुपर्ने हुन्छ फेरि अरू फेरि छुट्याउनु गीत हुन्छ होला यो चाहिँ राख्नुपर्छ होला हौ ब्यागमा प्याकिङ हानेर होइन यसमा हाल्न त यसमा होइन अब टाइम छैन हामीसँग चाहिँ 26मा ट्रेन चाहिँ बस आउँछ 20-21 भइसक्यो अब यहाँबाट चाहिँ कुलेलाई पनि ठोक्नुपर्ने हुन्छ हल्का यस्तो साइडमा रहेछ होइन अड्काउने यसको चाहिँ साइडमा अड्काउने रहेछ क्या लक रहेछ क्या त्यो भएर यसमा लक हानेर होइन परेन त हाल न कुद्नु चाहिँ नपरोस् नि अब त पर्दैन त्यहीँ त हो लास्ट कुद्यो है अघि त कुद्नु पऱ्यो तलाउरे भिडको होइन म त छोडिदिएको नि म त सँगसँगै थियो सुरुमा 1 मिनट जस्तो चाहिँ सँगसँगै कुदेर त साथीसँगै कुद्दै होला भनेर आफ्नो धुनमा कुदे 5 मिनट पछि त यस्तो हेर्छ साथी त वा पर हिँड्दै तर हामी कति 7-8 मिनट 8-9 मिनट मात्रै कुदेर धेरै त कुदेन तर मलाई नभेट्ने रहेछ तिमीले होइन 2 मिनटमा तिमी फाँक भइहाल्दो रहेछौ यस्तो पछाडि हेरेको त ऊ त हिँड्दै आउँछ क्या म पनि लौटे भिडेको त क्या 8-9 वर्ष अगाडि हो नि त छैन क्या अहिले त कुद्दिनँ नि अहिले त कुद्दिनँ त्यही पनि अब तिमी चाहिँ तिम्रो चाहिँ नसक्ने रहेछ जस्तो लाग्यो 1-2 मिनटमै फाँक बसेको सँगै पो होला पछाडि आइरह होला भनेर हेरेको त मान्छे बस सुट लाग्छ भइसक्यो मान्छे हिँडिरहेको भेटेको हामीले कस्तो ब्याट लाग्यो त्यो चाहिँ अब चाहिँ ब्याट लाग्नु जाउँ पुग्छ यार अझै छैन रहेछ आइस मात्र मेरो त आउनु त आइरहेछ तर टाइम छैन नि त अब यहाँ चाहिँ सेल्फ सर्भिस हो फेरि यहाँ त कहाँ फाल्नै नै मिल्दैन नि कहाँ सिकाउनु पऱ्यो सबैलाई थाहा भइहाल्छ नि तर त्यो त्यहाँ चाहिँ सेल्फ सर्भिस हुन्छ क्या यहाँ चाहिँ त्यो राख्देऊ न त्यो मिलाइदेऊ न खै मिलाइदिन्छ म छोड्यो अघि कहाँ थियो यहाँ थियो होइन कहाँ अनि चलाएर कहाँ गिदी भन्छ हो कि त्यो जापाती राख्नु मिल्दैन क्या हो कि यहाँनिर चाहिँ खै यहाँ कोकहरू छ नि त अझै त्यही भएर यहाँनिर यसलाई फालिदिनुपर्छ क्या पहिला यो फालिदिनुपर्छ कि होइन त्यसपछि यसलाई यहाँ फाल्दैन पेपरहरू चाहिँ पुरा स्टिक चाहिँ यहाँ रहेछ यसलाई यहाँ फाल्दैन गिदी होइन हल्का ल लाग्यो मल चाहिँ हो मेरो नजिक कति 5 मिनटमा आइपुगिन्छ यहाँ मेरो रुमदेखि सबभन्दा नजिकको मल यही हो 5 मिनट हिँडेर आइपुगिन्छ प्रायः तरकारी सकेर केक सामान किन्नुपर्ने यहीँ हो आउनुपर्ने मलाई ठुलो त होइन ठिक्कको न चाहिने जति सबै छ तर यहाँ वरिपरि
कति किलोमिटर जान्छ टाइम अब हामीसँग 1 मिनट छ ब्याङ्क गियर बढाउनु पर्ने गियर त के हो यहाँ बस यहाँ आउने हो अगाडि आइसकेको छैन यो मसाज देखाउनु पर्थ्यो होइन यहीँ त हो बसिरहेको छ तपाईँ होइन ठ्याक्कै 1 मिनट बाँकी छ हामीसँग यही मल त हो नि यही त हो एओन स्टाइल भन्ने हाम्रो यो यतापट्टिको भाग पार्ट भयो उतापट्टिबाट पनि छ नि त अपोजिट साइडबाट मेरो रुममा आउने बाटो चाहिँ यता हो क्या यताबाट जिम र बक्सिङहरू सिक्न मिल्छ अनि जिम हलहरू छ तर अलिक महँगो छ कि यहाँ जापानमा चाहिँ 10 यहाँ त्यहाँ 5,000 10,000 भन्छ नि 5,000मा त कहाँ 5,000मा त्यहाँ केही पनि हुँदैन कति बजे टाइम हेरौँ त हाम्रो आज हामी जानुपर्ने यो एओन मल होइन अहिले कति बज्यो 1 बज्यो होइन 1 बजेर 2 बज्यो होइन 2 भने 14 होइन 2 बजेर 26 मिनटमा हो क्या एओन मल जाने बस आउने चाहिँ ठ्याक्कै 26 भयो अब आउँदै आउँदै पनि होला सायद यताबाट आउँछ क्या उयो बाटो हो त्यसरी घुमेर आउँछ क्या पैसा त छ होला नि तिमीसँग भाइ कोइन दिन्छु म कोइनहरू छैन नि होइन होला नभए कोइन मसँग छ होला अब लाइनमा बसेर चढ्नु परेन इयोन मल लेखिरहेको छ नि त हो त्यहाँ हो इयोन मोरु नारिता सोयोरा नारिता न्यू टाउन भनेर भनेपछि पहिला झर्नेलाई झर्नु पऱ्यो नि त टिकट लिनुपर्छ तिमीले चाहिँ यहाँनिर छ नि त टिकट होइन नहाले टिकट मात्रै लिनुपर्छ यो टिकट लियो है यो टिकट लियो हामी के लास्टमा बस्छौँ होइन यता के त होइन यता बस्थ्यौँ न अटिन्छ अब उनीहरू हुन्छ नि त सिस्टर्सहरू होइन ल हामी चाहिँ बस चढिसक्यौँ होइन धेरै बोल्नु बस होइन बसमा धेरै ठुल्ठुलोले बोल्नु मिल्दैन फोनहरूमा अडेको के छ बिस्तारै जापानको बसमा चढ्यौ होइन यस्तो भएर टिकट लिने चाहिँ सिस्टम भन्दा पनि अब हामी अहिले जानुपर्ने डेस्टिनेसन चाहिँ नारिताको एओन मल हो होइन तर त्यो डेस्टिनेसन भन्दा पनि अगाडि धेरैवटा स्टेसन जानुपर्छ क्या अनि त्यो अनुसारको चाहिँ टिकटको तिम्रो प्राइस चाहिँ फरक पर्छ क्या फेयर हुन्छ नि भाडा बस भाडा फरक पर्छ त्यो भएकोले गर्दा तिमीले अहिले यहाँ कहाँ चढेको त्यहाँ टिकट लिनुपर्छ क्या तर तिम्रो चाहिँ जाने स्टेसन चाहिँ फाइनल डेस्टिनेसन हो अनि बस भाडा चाहिँ एउटै हो बाटोभरि उहाँसम्म पुग्नेसम्म एउटै हो भने चाहिँ पैसा पर्दैन टिकट लिनु पर्दैन पैसा तिरै हुन्छ त्यही भएर बस्न चढ्नु नि धेरै पापड पिउनु पर्ने रहेछ नेपाल जस्तो बुद्ध चढ उसले पैसा दियो त्यस्तो हुँदैन कहाँ त्यस्तो सिस्टमेटिक छ नि कन्डक्टर हुँदैन यहाँ जापानमा भनेको होइन सिस्टममा होइन पैसा लुकाउनु पाएन टिप्स पनि पाएन ड्राइभरले अस्ति जापानमा 960 कि समथिङ 1000 रुपियाँ कति जति पैसा भेटेर उठाएको अरे उसको लगभग 1 करोडभन्दा बढीको पेन्सनै रोकिदिएको छ अरे क्या यहाँ भने त्यस्तो 1000 रुपियाँ यहाँ भने त्यस्तो हुन्छ त्यही भएर इमान्दारिताले चलेको देश हो नि त यो त अब संसारको सबभन्दा सेफ कन्ट्रीमा आउँछ जापान पनि अब हामी जानु लाग्यो त्यहाँ तिम्रो टिकट नम्बर हेरेर त कति लेखेको छ 3 नम्बर छ होइन तिम्रो अब जस्तो उसको नम्बर चाहिँ यहाँ यहाँनिर 3 नम्बर छ नि त होइन अलिक एउटा यहाँ बटन हुन्छ यो बटन चाहिँ ओरिमास भनेको छ जापानी भाषामा चाहिँ अनि इङ्ग्लिसमा चाहिँ स्टप भनेको छ अनि यहाँ लेखेको छ पुश द बटन फर नेक्स्ट स्टप अब हामी अर्को स्टेटमा झर्यो भने चाहिँ यो थिच्नुपर्छ
त्यसपछि गाडी रोकिदिन्छ गाउँहरू रहेछ यता धान रोपेको छ भर्खरै होइन यो होइन सेम त्यस्तै रहेछ हौ तर कस्तो जतन गरेर राख्ने कि यिनीहरूले टेको लाएर होइन टेको लाएर राख्ने कि बेस एकदम सेफ गरेर धान रोपेको बुढोले के गर्दैछ बाजेले खोइ यस्तो उयो के किराहरूको उयो दबाई हानेको हो त्यो अनि धानहरू रोप्नु भएको रहेछ बाजेले एक्लैले रोपेको धान हो फेरि हो हाम्रोमा यत्रो एक गरेर रोप्नु भने गाउँले निकाल्नुपर्छ एक्लैले मेसिनहरू हो ल अब हामी चाहिँ यहाँबाट अब अझै टाइम लाग्छ अलिकति त्यसपछि हामी अहिले उता पुगेरै भ्लग गर्नुपर्छ हल्का भिडियो बनाउनुपर्छ होइन अहिलेलाई चाहिँ एकछिन चार्ज पनि छैन अहिले एकछिनलाई क्लोज गरौँ न होइन 3 नम्बरमा तिम्रो 3 नम्बरमा हेर न 350 उसको चाहिँ अब 3 नम्बरको 350 तिर्नुपर्छ अब तिमीले मसँग छ हामी चाहिँ यहाँ आइसक्यौँ अब हाम्रो डेस्टिनेसन अब यहाँबाट डेस्टिनेसन त होइन यहाँबाट हिँड्नुपर्छ अझै 5-10 मिनट जस्तो हिँड्नुपर्छ त्यहाँसम्म बस नजाने रहेछ होइन त्यही भएर जापानिज कोइन रेडी गर्दैछ साथीले चाहिँ 310 20 30 40 50 पुग्यो होइन पुगिहाल्यो नि त्यति भएछ पैसा त अब यसरी खोला बगे जस्तै बग्छ जापानमा चाहिँ होइन ठ्याक्कै एक्ज्याक्टली छ नि त तिम्रो त्यही भएर तिमीले बिल यो टिकट र त्यो पैसा एकैचोटि हाल्यो भने मिल्छ भन्दैन तिमीले हाले नि हुन्छ एक्ज्याक्टली भएकोले गर्दा एक्ज्याक्टली नहुँदा चाहिँ साट्नुपर्छ सुरुमा यहाँ मेला लागिरहेको रहेछ फेरि यता हो म लागिसक्यौँ हामी चाहिँ साथी र म चाहिँ हामी लास्टमा जाऊँ न त होइन सबै गइसकेपछि यहीँबाट हो क्या जाने सिम झिक्न तिम्रो यहीँ आएको क्या यहीँबाट हिँडेर जानुपर्छ क्या हामी फेरि साथी अब अगाडि छ त्यहाँ भन्दैछ कति भयो के हो भनेर अनि मेरो चाहिँ अब यस्तो कार्ड हुन्छ यो कार्डले टच गरेपछि टच मात्रै गर्नुपर्छ मेरो चाहिँ साथीको चाहिँ कोइन हाल्नुपर्छ तिम्रो कोइन हालेको देखाइदिउँ न कसरी कोइन हाल्ने उसको चाहिँ अब यो मेसिन हुन्छ 14 बारीमा साम्बाको गोजी 350 हितोरी राखेँ पित्तारी देश हाई पित्तारी भने ठ्याक्कै भने कि ल दासी ताची है ओके आरिगातो गोजाइमासु थ्याङ्क यू भेरी मच ल उसले अब इङ्ग्लिस अलिअलि बोल अब किनभने जापानमा अहिले विदेशीहरू ओभर भइसक्यो नि त त्यो भएकोले गर्दा नि इङ्ग्लिसहरू चलिहाल्छ क्या बुझ्छ क्या अलिअलि पित्तारी भनेको चाहिँ ठ्याक्कै तिम्रो पित्तारीलाई ठ्याक्कै भन्छ क्या 14 भन्ने पनि एउटा वर्ड हुन्छ तर 14 र पित्तारी भन्ने दुईवटा वर्ड एउटै हो क्या के हुँदैन त्यो भएकोले गर्दा पित्तारी र 14 भन्छ क्या अब साथीले चाहिँ 14 भनेर पढिरहेको अब अघि त्यहाँ बुझेन बुढोले चाहिँ अब त्यो उसले चाहिँ ठ्याक्कै 350 छ भने चाहिँ त्यो उसमा हाल्न मिल्छ त्योभन्दा बढी छ भने चाहिँ फिर्ता आउँदैन क्या त्यहाँ तिमीले हाल्यो भने गयो हुन्छ मिल्दैन त्यो भएकोले गर्दा चेन्ज गर्नुपर्छ सुरुमा तिम्रो ठ्याक्कै थियो नि त अनि त्यही भएर उसले यहाँ चाहिँ मेला लागिरहेको रहेछ यहाँ चाहिँ एक झलक घुम्नुपर्छ होला त्यता एक लट होइन उतातिर मेला भन्दा नि के हो यो कन्सर्ट भइरहेको रहेछ एकचोटि जाऊँ न के हो कन्सर्ट जस्तो के भइरहेछ जाऊँ न उताबाट होइन हामी आएको बेला ठ्याक्कै के मेला हो कि फेस्टिभल के टाइपको भइरहेको रहेछ यो अब अर्गुनहरूको के एडभाइस गरिरहेछ यताबाट एक लट हेरेर जाऊँ न के भइरहेछ सरेर
ल बाटो क्रस गर्नुपर्ने हुन्छ हामीले होइन दायाँ बायाँ हेरेर हिँड है यहाँ भइरहेको रहेछ राम्रोसँगले प्रोग्राम हो कि के हो भइरहेछ यता जापानिज खाना रहेछ होइन खानेकुरा के पाउँदो रहेछ यहाँनिर अमेरिकन रहेछ होइन टाइपको ह्यामबर्गरहरू रहेछ ल यता जाउँ फुड फेस्टिभलै रहेछ फुड फेस्टिभल रहेछ अब ठ्याक्कै आएको बेला भयो होइन यता डान्स सान्स भइरहेछ हान्ने तिमी पैसा दिन्छ पनि होला नि अब राम्रो भयो भने चाहिँ जुस रहेछ यहाँनिर जुस खाने होइन जुस त्यो लेमनहरू के को जुसहरू बनाइरहेछ यहाँ रहेछ लेमन जुस फुड फेस्टिभल रहेछ यहाँ ठ्याक्कै आज साथी र म चाहिँ आज हाम्रो अर्कै कामले हिँडेको बेला फुड फेस्टिभल पनि भइरहेको रहेछ यहाँ होइन त्यही भएर यसो भ्लग पनि गरिदिएको के रहेछ बोल्नु नमिल्ने होइन राम्रो तरिकाले बोल्दाखेरि त बोल्न मिल्छ यहाँ चाहिँ उयो रहेछ के हो यो यहाँ जापानिज उयो फुलीहरू रहेछ जापानिज थाहा भएन यो टपहरू रहेछ अब हामीलाई काम लाग्दैन होइन बिहे गरेको छौ त तिमीले झुम्काहरू गर्लफ्रेन्डलाई दिने भए हुन्छ अब साथी अब अहिले नेपालमा छ उसको चाहिँ होइन त्यो त भन्दा हुन्छ होला नि त के हो यहाँ झोला ब्यागहरू पनि रहेछ क्या यिनीहरूको ट्रेडिसनल रहेछ होइन टाइमहरू पनि राखेको रहेछ किरिङहरू होइन लालटिन रहेछ यहाँ लालटिन रहेछ एउटा लालटिन होइन यो चार्जेबल लालटिन 1800 जति पर्दैछ सस्तो रहेछ होइन भन्नु दियो क्या अझ यस्तो महँगो छ यहाँ रहेछ अब यो चाहिँ दामी लाग्यो क्युट लाग्यो यार उयो चाहिँ क्युट लाग्यो क्या मलाई तर म अलिक क्युट लाग्यो यो होइन के रहेछ यो सजाउने टाइपको रहेछ घरमा होइन लिने हो त साथीले अब नलिउँ भन्दैछ होइन महँगो पनि होला यता पुरानो डिजाइनकोहरू रहेछ क्या यतातिर गाडीहरू रेडी स्टार्टहरू कारहरू रहेछ नि त टी सर्टहरू राखेर रहेछ यता क्रिस्चियनको रहेछ क्रिस्चियनको चाहिँ यता रहेछ छुट्टै होइन प्लान्ट्स हो यो क्याक्टसहरू होइन र पहिला मैले काम गरेको खालकोमा ठाउँमा नि त्यस्तो प्लान्टहरू चाहिँ यो तलकोहरू चाहिँ फाल्थ्यो हामीले त कति फाल्थ्यो पान्डाहरू पनि रहेछ बियरहरू रहेछ पान्डा बियर होइन के छ यता दा क्रिस्चियनको रहेछ यता को हो यस्तो ह्यान्डसम भनेर साथी र म पो रहेछौँ होइन तिमी र म रहेछौँ नि त त्यहाँ त डढेर होइन डेन्जर दिएछ ह्यान्डसम तिमीलाई होइन ओभर दिएछ कहाँ होइन यस्तो चाहिँ किन्नु भने प्राइस साइज राखेको छैन होइन यहाँ बस्ने हो बस्दा नि मिल्दो रहेछ गन्तव्यतिर पनि जानु छ फेरि होइन डान्स सान्स गर्नु पनि फ्री रहेछ आज केटाकेटीहरू यत्तिकै रमाइरहेको छ रमाइलो गरिरहेको छ बियर खाएर नाचिरहेको छ साथी तिमी पनि नाच्ने हो बियर खाएको छैन त्यही भएर हो लजाइरहेको छ होइन नभए त कहाँ साथीले त दिन्छ उयो गाई नाचिरहेको त भाइ नाचिदिएर त जाउँ हामी नाच्दैन साथी र म चाहिँ अब गन्तव्यतिर नै लाग्ने भयो नाच्नु मिल्छ नमिल्ने त होइन कि जोस आएन जोस आएन हाम्रो चाहिँ ननाच्ने भयो होइन हल्का कालो कालो आइरहेको रहेछ त्यो लाइटिङ नभएर होला यहाँ हाम्रो चाहिँ होइन म पनि कालै छु हेरेर थाहा हुन्छ नि होइन हौ कालै छु म गोरो कालोले के हुँदैन क्या मन चाहिँ सफा हुनु पऱ्यो तिम्रो मन सफा छ नि त मन त पुराको पुरा सफा छ नि अनि भइहाल्यो नि
सरफले धुको भने त सफा छ मेरो धुको भन्दा सफा छ होइन कुन सरफ हो भन्ने चाहिँ फेरि सरफ पनि होइन सरफको नामै भन्दिनु विल हो टाइट टाइट प्लस छ टाइट इन्डियाको वाला होइन कस्तो क्लिन गर्छ त्यसले साथी फेरि हल्का गफ चाहिँ ओभर हो फेरि साथीको होइन अब हामी चाहिँ बाई बाई गरियो त्यहाँबाट चाहिँ होइन खासै हाम्रो भाइब्स मिलेन अब दुईटा जस्तो बियर चढाएको भए साथीको भाइब मिल्यो होइन पुरा त्यो दुई बाबालाई मै हान्दिनँ एकचोटिसम्म त त्यो हेर्छु म कहाँ रहेछ डेस्टिनेसन म्याप हेर्नु पऱ्यो नि त म पनि गएको छुइनँ फर्स्ट टाइम हो क्या त्यहाँ जानु लाग्यो त्यो अनलाइनमा देखेको थिएँ मैले चाहिँ यो नारिताको दोङ्गी हो त्यही होइन यसमा चाहिँ अब अलिक ठुलो मल रहेछ सस्तो भन्दा पनि ट्याक्स फ्री भएपछि अलिक सस्तो पनि पर्छ नि त अनि त्यो सबै कुरा त्यहीँ पाउने रहेछ क्या अहिले अघिको हाम्रो त्यो मलमा चाहिँ सबै पाउँछ तर सस्तो हुँदैन महँगो ल हामी चाहिँ यहाँबाट अब 8 मिनट 600 मिटर हिँड्नुपर्ने रहेछ सिधै हिँड्नुपर्ने रहेछ म चाहिँ हल्का रेबन लाउँछु होइन घाम बढ्छ क्या खत्म बाय बाय टाटा गुड बाय गया तिम्रो त नि सरफले धोको छ नि त मन हो नि त मुला मन मेरो पनि सरफले त धोको छ एकचोटि होइन अनुहार चाहिँ केले धुँदा गोरु हुन्छ भनेर थाहा नभएर क्या नत्र पनि धुन्थ्यो अनुहार त कहाँ भीमले धुनुपर्छ भीम साबुन रे क्या भाडा धुने साबुन कौन है ये लोग कहाँ से आते हैं त्यसो गोरु होइन सुन न भाडा धुने साबुनले भीम साबुनले भाडा धुँदा त्यसो चम्किन्छ नि त कालो डढेको पनि अनुहार धुयो भने कस्तो हुन्छ होला सोच न घाममा आमाले डराउनु लाउनु समस्या छ अब म्याप हेर्दै हिँड्नु परेको छ होइन जापानमा यत्रो बस्ने मान्छेहरूलाई त हिँड्नुपर्छ म्यापमा होइन कहाँ नि यत्रो बसेर भन्ने कहाँ हुन्छ त्यो ठाउँ गएको र नगएको भन्ने ठाउँ हुन्छ नि त गएको ठाउँहरू त म्याप हिँड्नु पर्दैन कि नगएको ठाउँ त हिँड्नु पऱ्यो नि त गाडी चाहिँ हेरेर हिँड्नुपर्ने हुन्छ बाटो हेर्ने गाडी हिँड्नु सही हो हामी जानुपर्ने होइन कहाँ हो जानुपर्ने रे यहाँबाट यस्तो हिँडेर उता जानुपर्ने छ हामी त फेरि उहाँबाट यस्तो जाने होला नि त राइट नत्र हामी जानु त यहाँबाट घुमेर जानुपर्छ नि त अघि त यो भित्रबाट भने उहाँ एक्जिट निकालेर यहाँ निक्लेर यो एक्जिट निस्केर यस्तो हिँड्नु जानुपर्थ्यो क्या हामी गएको छु मैले यहाँ छु होइन हामी जानुपर्ने कहाँ हो हामी जानुपर्ने यहाँ गन्तव्य उता छ यो ठिकै ठाउँमा गइरहेको छौँ त होइन र जानु त गएर ठिकै ठाउँ यो बाटो त्यो कहाँ निस्किन्छ यो बाटो यहाँ निस्किनु पऱ्यो कि त निस्किहाल्छ होला नि खै हेरौँ त ए यस्तो गरेर त निस्किनु पऱ्यो देखाइरहेको छ त यो खैरोले देखाएको छ भने त्यो पनि अप्सन बाटो हो क्या अप्सन त हो कि जान्छ अप्सन बाटो देखाएको क्या त्यो खैरो चाहिँ त्यही भएर मिल्छ त्यस्तो नमिल्ने भन्ने छैन 1 मिनट चाहिँ ज्यादा लाग्यो यो बाटो भन्दा 1 मिनट लाग्छ होला अब यतिको मान्छे त 1 मिनट बढी हिँड्नु पऱ्यो नि त जापानमा साइकलहरू चाहिँ ज्यादा यही हो बेच्नु राखेको 19,000 19,000 न्यू हो यिनीहरू चाहिँ सेकेन्ड हैन यो त 32,000 पर्दो रहेछ यार गियरवाला भएर लाइट पनि रहेछ नि दामी यो अब नर्मली जापानमा साइकलहरू धेरै युज हुन्छ नि त त्यही भएर हामी माथिबाट जाने होला सायद यताबाट होला जाने माथिबाट यहाँबाट बाटो छैन नि त अगाडिबाट अप्सन बाटो छैन यो मात्र एउटा बाटो माथिबाट जाने होला यहाँबाट अब यहाँ पनि अब यिनीहरूले राखिदिएको छ स्कालेटर एकदम होइन सानो राखिदिएको रहेछ स्कालेटर एकजना मात्र अगाडि बढ्नु भयो भने साथी र म चाहिँ अब म्याप हेर्दै तिमीलाई जिम्मा दिएको थिएँ म्यापको तिमीले चाहिँ लग्नु पऱ्यो नि त अब म्यापको है गाडीहरू हेर न आमामा गाडी नै मात्रै हो नि त फेरि साइकल गाडी बाइकहरू भन्दा नि ल गरिबले कताबाट किन्छ हौ यस्तो गाडीहरू छ हेर न आमा लास्ट धेरै छ है गाडीहरू हामी चाहिँ आएको यहाँ हो एओनमा अब यहाँबाट जानुपर्ने हुन्छ यहाँबाट फेरि अझै साथीलाई दिएको छु मैले म्यापको जिम्मा चाहिँ अब साथीले पुर्याउँछ कि पुर्याउँदैन त उसको हातमा छ त्यो चाहिँ मेरो हातमा मोबाइल चाहिँ यसको पुर्याउनु पर्ने घुमे भयो भने होइन मलाई राम्रो लाग्छ यो मौसमहरूदेखि लिएर हरेक दिदी हुन्छ समझ रहे हो न होइन होला कस्तो मौसम मन पर्दैन तँलाई मौसम मन परिहाल्छ तिमीलाई कुन मौसम मनपर्छ त्यो पनि थाहा छ मलाई राम्रोसँगले अहिले हाम्रो भगलाई उत्तेजित नबनाऊ होला
होइन आइम्याक्स त फिल्म हल हो कि हो यो त फिल्म हल हो फिल्म चाहिँ अब जापानिज भाषामा सबै फिल्महरू चलाउँछ चलाउनु त इङ्ग्लिस हिन्दी नेपाली चाहिँ चलाउँदैन फेरि सबै भन्ने बित्तिकै हिन्दी हुन्छ होइन नेपाली फिल्म धुम चलाइदिँदैन क्या जय किसान बस्नेतको कस्तो हुन्छ चुरोट खाने रहेछ यहाँ चाहिँ खाने हो चुरोट ए हो अनि हिजोको चाहिँ भन्नु रे क्या अहिले खाएको छैन अनि हिजोको चाहिँ त्यो त चुरोट होइन साँझी होइन यो त अहिले ताबाको हो नि त फेरि डुबाउने काम नगरे त सोझो मान्छेले के हुन्छ र त्यही रोटी रातो भएको छ नि त पहिले कालो छ पहिले खान्थेँ नखाने होइन रातो बनाइदिन्छु नि त म एडिट गरेर अहिले कालो देखेँ होइन मैले त कालो देखेँ नि चस्मा लाएर तेरो चस्मा गल्ती चस्मा खोल्नु न सेतो रातो देखिहाल्छु खोइ देखिस् अलि अरे होइन कि जस्तो पो भयो त यो त ए यहाँ रहेछौँ त हामी ऊ दोङ्गे हो त्यो त यहाँ रहेछ नि त पाइहाल्यो नि त ल आइपुग्यो बाटो त छैन सही बाटो आएछ हराएर पनि सही बाटो आयो भनेपछि त पखाइ त गाडी आउँदैछ हेरौँ है भत्तै क्रस गर्नु हुँदैन क्या होइन त्यही भएर ढिलो गयो भन्न सकिन्न चाँडै गयो अवश्य पुगिन्छ भन्छ नि त अरे कहना क्या चाहते हो चाँडो चाहिँ अवश्य पुगिन्छ अरे फेरि चाँडो ए मतलब बिस्तारै गयो अवश्य पुगिन्छ छिटो गयो चाहिँ भन्न सकिन्न हो कि छिटो गए मेरो साथी छोटा चाहिँ खोइ यता के गर्दैछु भन्ने थियो कता हरायो साथी छोटालाई खोज्दै गइरहेको छु कता छौ छोटा डन म यहाँ छु यार के गर्दैछौ तिमी अघिदेखि यहाँ यार डन मान्छे हो कि कसैले पत्याउँछ जस्तो लाग्ने जापानमा बन्दुक हेर्दैछु म त बन्दुक के भन्छ कस्तो हेर्नु र त कुन चाहिँ किनौँ ए यसो गोजीमा फिट हुन्छ सानो तर मलाई मनपर्छ युएमपी छ नि युएमपी भनेको यो छ नि यो ठुलो दामी है बब्बाल बेचार हाल्दैन त कहाँ यो त यहाँले डन मान्छे अलिकति देखाउनु पावर भनेर छोटा डन हो धरानको फेरि होइन परेन के छ कुन लिने विचार गर्यौ त साइलेन्सरवाला लिने भयो कि होइन दुईटा लिनु पर्यो एउटा ठुलो यसो देखाउनुको लागि भन्नाले डर देखाउनु सानो चाहिँ यसो सेफ्टीको लागि क्या सानो युएमपी पनि लिने परेन अनि यसलाई त 25 करोड पर्ने रहेछ त यार है पर्ने रहेछ अब छ नि त मसँग पैसा त कस्तो डनहरूसँग पैसा हुँदैन दुकाएको सुने हो मैले पिस्तोल पनि लिने होला नि त एउटा सानोमा पर्यो त्यो चाहिँ सेफ्टीको लागि आफू ट्याक्करसँगले यस्तोमा भिरेर हिँड्ने त्यो ठुलो चाहिँ गाडीमा राख्ने क्या अनि गोली चाहिँ गोली त फालाफाल छ कति छ कति 2-4 बट्टा किन्यो भने भइहाल्ने रहेछ नि त गोली त होइन गोली त फालाफाल यहाँ रहेछ नि त तिम्रो होइन सिक्नुको लागि यहाँ छ क्या फेरि टार्गेट हान्नलाई ट्याक्क यस्तो ट्याक्क बिचमा म त बिचको बिच फेरि बिच भन्दा मेरो छुँदैन नि पहिला आफ्नो दुश्मनलाई हान्नुभन्दा अगाडि होइन सिकेर मात्रै मास्क लाउँछु होला नि त यो मास्क लाएर जाने होला नि त फेरि हान्नु के चस्मा नि धेरै कुरा चाहिन्छ लिनुपर्ने भयो एउटा म्यागजिन पनि छ म्यागजिन पनि छ साउन्ड पनि होइन यो चाहिँ लिनुपर्ने भयो एउटा गोली यो त 2-4 बट्टा त परेन फेरि म फेरि धेरै चलाउँछु कि धेरै चाहिन्छ गाउँमै फाट्छ होला तिमीले यत्रो गोलले त सक्दिन्छ जस्तो लाग्नु आँटिसक्यो हेर्दै फेरि कडा किनेपछि के हुन्छ भने कडा एम्पो 16 भन्नु राख्नु पर्ने क्या राखेन छ क्या राखेन रहेछ अब डिमान्ड गर्नु पऱ्यो नि त आज पर्यो एकचोटि म देखाउँछु अब गएर भन्छु ल मान्छन् होला नि त होइन जापानिज 100 रुपियाँ युज गरेर अब एउटा बच्चाहरूले खेल्ने गेम हो तर मैले पनि एकचोटि ट्राई गरिदिउँ न भनेर हो कि यहाँ पनि लेखेको छ कसरी खेल्ने भन्ने तरिका त यो रेबा भनेको चाहिँ योलाई भने लिभर भने हो होइन अनि यहाँ टाइममा भनेको छ टाइमर दिन्छ हामीलाई अनि त्यसपछि यो बोतान भनेको छ यहाँ पुस गर्ने अनि यहाँ खेल्ने तरिका हाउ डु प्ले भनेर लेखेको छ क्या कुरेन वा जिखान नाइना र रेबा दे नान्दो दे म उगो खासेहरू जो भनेको छ क्या यसको मतलब चाहिँ टाइम भइन्जेलसम्म जतिचोटि पनि यसलाई लग्दै फेरि पुस गर्दै होइन टिप्न मिल्छ अरे क्या जति टाइम पनि एकचोटि मात्रै होइन जतिचोटि पनि यहाँ भनेको नेराइगा किमात्ता र बोताम हो ओसिते क्याची भनेको छ मैले यो टार्गेट मेरो आफ्नो टार्गेट कुन समात्ने भन्ने फिक्स भयो भने चाहिँ त्यसपछि चाहिँ मैले यो पुस गर्ने बटन थिएँ भने चाहिँ त्यसलाई क्याच गर्छ अरे क्या अनि यहाँ ल्याइदिन्छ अरे क्या ल त्यसपछि अब सुरु गरौँ है त 100 रुपियाँ हालेर 100 रुपियाँ हाल्ने यहाँनिर पैसा हाल्ने होइन अनि टाइम देखाउँछ यहाँ मेरो टाइम ल 100 रुपियाँ भयो अब टाइम देखाउँछ है त
ए क्यान्सल गरेँ अब मिल्दैन टाइम सक्यो नि त टाइम सक्यो क्या खै मसँग छ त्यो चेन्ज पैसा युज गरौँ कि भनेर हो क्या ल फेरि हाल्छु है 100 रुपियाँको समात्यो यस कस्तो दामी समातेको थियो है तर ब्याड लक रहेछ मेरो आज कस्तो दामी समातेर टिपेर ल्याए नै होला भनेको त ब्याड लक रहेछ तर मेरो यतिको चाहिँ ट्राई गरेँ मैले भन्नुपर्छ लक छैन आज मेरो तिमी ट्राई गर्छौ अब साथीले ट्राई गर्छु भनेको छ मेरो साथीले ट्राई गर्छ त्यहाँ हाल 100 रुपियाँ अनि त्यसपछि त्यो लिभर छ नि हो त्यो गोलो त्यसलाई लग ल टाइम सुरु हुन्छ है लगेपछि ल साथीले अब यो गर्दैछ लग न कुनमा टार्गेट भयो भने पुस गर ल पुस गर ल साथीले अब यहाँ उसले पनि अब क्याच गर्नु चाहिँ दामी क्याच गरेको छ होइन अब ल्याउनु ल समाउनु सक्दैन स्क्यामै भन्थ्यो होइन साथीले मेरो चाहिँ ब्याड लक भयो अब साथीको चाहिँ स्क्याम होइन आक्रोशमा नआउ न 100 रुपियाँ त हो नि त्यही पनि रमाइलो त हो छोडिदिए अघि मेरो त्यस्तै भयो त केही छैन 100 रुपियाँ गयो 100 रुपियाँको साथीले कतिवटा चुरोट आउँथ्यो होइन ल केटाकेटीको हो हामीले यसो रमाइलो गरिदिएको मात्रै हो केटाकेटीको गेम हो तर हामी दुईजनाले चाहिँ यसो ट्राई हानिदिएको होइन अरू पनि गेमहरू चाहिँ छँदैछ तर अब हामी नखेल्ने होइन हामी अलि अब स्क्याम नै भयो रमाइलो चाहिँ रमाइलो भयो होइन कस्तो सफा छ है जापानी हेर न हावा चल्दा कस्तो मिठो हावा चलिरहेको थियो हेर न दामी केजी खानु जस्तो होइन कहाँ जापानको हावापानी चाहिँ लास्टै राम्रो छ है होइन बेलुका त बबाल हुन्छ बबाल छ जस्तो बेलुका हामी चाहिँ अहिलेको ठाउँमा आयौँ फेरि फुटबारी डान्स भइरहेको रहेछ यसो हेर्नु जाऊँ न यसो हेर्नु स्टेज डान्स भइरहेको रहेछ त्यही भएर डान्स चाहिँ सकिएछ क्या खै हाम्रो जुस पनि खानुपर्ने हुन्छ अहिले एकछिनमा हुन्छ सोधिहाल्यो भने भइहाल्यो भाषा नआउँदा पनि गाह्रो आइहाल्छ नि तिमीलाई डेन्जर आउँछ मलाई भन्दा डेन्जर भाषा नेपाली त आउँछ कि जापानी चाहिँ आउँछ आइहाल्छ नि जापानी भाषा कम बोल्छौ तिमी कम बोल्छु मलाई थाहा छ कमै बोल्छु क्या म मालूम है तेरे बाप को मत सिखा चल लास्ट थाक्यो है तर थाक्यो क्या डेन्जर हिँड्यो पनि नि त कुद्यो पनि नि त कुद्यो हिँड्यो आज त होइन दोकानमा छिल्यो स्क्याम भयो स्क्यामै भयो नि क्या ट्याक्स फ्री भनेर त आइसक्यो कस्तो लाग्यो त्योभन्दा नि मेरो चाहिँ धेरै अगाडि आएको थियो क्या त्यो
गुगलमा ट्याक्स फ्री भनेर गएको ट्याक्स फ्री पनि भएन होइन त्यो त अहिले माहौल तात्यो भने हामी डान्स हान्न पनि सक्छौँ पर यो त्यो सामान चाहिँ डक्टर हान्नुपर्छ नत्र हामीले कुन सामान त्यो सामान चाहिँ राख्नुपर्छ ए त्यो त हराउनु कहाँ त्यो त नि त्यो त अनि 10वटा हात्ती गएको छ नि डान्स चाहिँ हेर्नु पायो हुन्थ्यो होइन टार्गेटै त होइन नि किन बसेको त्यहाँ खै जुस अब कस्तो मिठो चलेको हेर न जुस खाँदै बस्नु होला है के गर्ने जुस खाम न खोल न कस्तो दामी हावापानी छ कि यहाँको होइन यस्तो छ कि माहौल यहाँको यस्तो दामी छ है जापानिजहरू क्या इन्जोय गरिरहेको छ होइन सिम्पल त वेमा डेन्जर इन्जोय गरिरहेको छ क्या हो कि होइन यहाँ त्यस्तो ठोवाला छ त सिम्पल मान्छेहरू इन्जोय गर्छ म चाहिँ यो म्याङ्गो मेरो पनि खोलिदेऊ न टाउडेले चाहिँ अब जुस खोलिदिँदैछ मेरो लागि मलाई चाहिँ यो म्याङ्गो उरोन होइन म्याङ्गो फ्लेभरको त चेयर्स हानिदिउँ न ल तिम्रो चाहिँ कुन हो ओरेन्ज होला यो ओरेन्ज हो ल चेयर्स ल चेयर्स है त हाम्रो चाहिँ अब मिठो रहेछ यो पनि ओरेन्ज नाम मात्र ओरेन्ज दामी रहेछ मेरो चाहिँ दामी छ हो मिठो छ तर अलिक माहौल तात्यो भने चाहिँ ताउडे नाच्ने जोसिरहेछ आज परेन अघि जोसिन्थ्यो कि म अलिकति नपुगेर हो अनि घरमै छ नि हाम्रो एनर्जी उसको घरमै छ हाम्रो नभन न हाम्रो भन्छु म त सोध म त यति होइन सोध्दैन यतिकै पनि यहाँनिर छ नि त मेरो त भन्नु खोजेँ क्या ड्रिङ्क हाल्नुपर्छ र हानेर नाच्दै रहेछ यसो भिडियो खिच्दिउँ न होइन भाइब लिएको मान्छेहरू नाचेको भन्दा नि त भाइब लिएको हल्का जापानिजहरूको होइन स्टाइल कोरियन गाना होइन र होला सायद डान्स बच्चाहरू पनि रमाइलो बनाएको रहेछ है तर कस्तो मिठो हावापानी हावा क्या यहाँको होइन फोहोर धुलो मैलो केही छैन यो राम्रो हो नि त राम्रो हो क्या राम्रो हो नि अब के डान्स गरेर देखाउनु खोज्यो खोइ नाच्दैन अब के गर्ने अर्को एउटा बुढो नाच्दै हुन्छ बाजे होइन तिमी पनि हान्ने हो गएर हान्दै नि त हल्का एक लट यहाँ होइन कि वहीँ गएर के हुन्छ र एक लट हान्दा त खै कस्तो हान्छ होइन भइरहेछ त क्लियर अप हुँदैछ त यतिको त भाइरल हुनु परेन भन्ने ताउडेलाई अब नेपालमा भाइरल हुने पालो हाम्रो ताउडेको नेपालीहरू मध्ये के छ भाइरल हुनु पऱ्यो नि त अब अलिक राम्रो आफ्नो गाना अलिकति बुझौँ क्या गाना गानै नबुझेर खुट्टा हल्ला भने हात हल्ला भने गाह्रो हुन्छ क्या त्यहाँनिर कुन गीत बजाएको थाहा छैन होइन सब टाइटल हुनु पऱ्यो कि त इङ्ग्लिस हो कि जापानिज हो कि कोरियन त्यो हामी आउँदै गर्दा होइन ए हल्का डान्स सुरु हुँदैछ हो यतिको चाहिँ भाइब हुनु पऱ्यो कि होइन फेरि भागिहाल्यो होइन मिस भयो नि त नि ताउडे खोइ खासै आज ताउडे नाच्छ जस्तो छैन नाच्नु नमिल्ने कान्छ त मादल हुनु पऱ्यो मादल बजाएर नाचिदिनु म बरु ताउडेको डिजे भएन क्या डिजे अलिक जोतको भएन तिमीले के हाल्ने हो त गएर डिजे म डिजेवालामा पनि हो नि फेरि होइन डिजेवाला बाबु मेरा गाना चला दो भनिदेऊ न गएर बुझ्दैन होला नि फेरि गाह्रो जापानिज हान्देऊ न अनि दिँदैछ त केटोले आफै दिएर हुन्छ भाइसमा छ त बुढा अनि अलिकति चढाएपछि भाइ खाइदिनु अटोमेटिकली होइन अघि चढाएको मान्छे कहाँ गयो किन कोसिस चाहिँ गर्दैछ सबैले ट्राई हान्दैछ गिलासले मात्र भएर होला क्या दुई चार डोज नपुगेर तर जापानिजहरू इन्जोय गर्दा एकदम सरल तरिकाले इन्जोय गर्ने होइन आज फेरि कस्तो मौसम पनि कस्तो क्लियर क्या
यस्तो गर्मी अहिले त जिस हल्का गर्मीमा त अहिले ठिक्क फेरि घाम पनि बस्नु क्या नाचेन खोइ भिडियो गरिदिएको नाचेन त के गर्ने त अब हामी नै सुरु गर्ने त तिमी तात्यौ भने त म त फेरि रेडी हो रेडी छु नि त रेडी होइन गेट सेट नै छ अब गो भन्न माथि बाँकी वान्टेड दबाङ हुन्छ नि हो रेडी भइसक्यो वान्टेड दबाङ हुन्छ बाँकी दबाङ हुन बाँकी भाइब्स अब भाइस आइरहेको छ जानै भएन नि त क्या उयो बुढो मान्छे खतरा नाचिरहेको छ क्या हेर न फेरि उता लुकिहाल्यो यो मान्छे इन्ट्रेस्टिङ लाग्यो मलाई माथि यो फेटा बाँधेर यो मान्छेकै फेटा बाँधेको होला होइन गाना जस्तो सिक्यो होस् स्टेप चाहिँ एउटै रहेछ तर मिलिरहेछ क्या तर मिलिरहेछ त नि हरेक ठाउँमा एकजना यस्तो मान्छे चाहिँ हुने रहेछ अगाडि नाचिरहेको रहेछ यहाँबाट नदेखेको रहेछ क्या हो चण्डी नाचेको नाचिरहेको चण्डी सुरु भयो अब होइन तपाईँ त भ्याउँछ नाच चण्डी खोइ भ्याउँछ भन्दैन अब हेरौँ यो होइन गाना यो नि त उभिने मान्छे नउभिनु पर्ने क्या चल अब यसलाई भ्लगलाई एकछिन स्टप गरौँ होइन ब्याट्री सकिएर म चाहिँ अब हल्का सपिङ हानेर हल्का चक्लेट त्यसमा चाहिँ चक्लेट रामेन सामेन चक्लेट रामेन सामेन अब नेपाल जानुपर्ने छ नि त गरेर अब हामी चाहिँ फर्किसक्यौँ बसबाट पनि झऱ्यौँ अब यहाँबाट त्यस्तै रुम पुग्नलाई 5-7 मिनट लाग्छ हिँडेर अब कुद्नु पर्दैन फर्किँदा चाहिँ आउँदाखेरि चाहिँ अघि बसको टाइमिङको लागि हामी घरबाट अलिक गिरी ढिलो टाइममा निक्ल्यौँ खुट्टै दुख्यो साथीको पनि खुट्टै दुख्यो मेरो पनि हल्का अब खुट्टै दुख्यो होइन बानी छैन तर अब हामी फर्किसक्यौँ सपिङ गरेर अब हल्का सामानहरू यही किन्यो होइन ट्रक किन्यो भान्जाको लागि अनि हल्का चक्लेटहरू किनेछु अब सामानहरू अझै यस्तै गर्दै किन्नु पऱ्यो क्या होइन अलिअलि गर्दै किन्नु पऱ्यो देखिन्छ नि अनि अब के किन्ने हुन्छ एकैचोटि बिस्तारै अब सोच्दै होइन के चाहिन्छ भनेर सोच्दै किन्नु पऱ्यो भनेर सोचिरहेको छु ल अब हामी चाहिँ घर फर्किँदैछु होइन अब यो 4 पार्ट 4 हुन्छ कि 5 हुन्छ यो त अब 4 मा पुग्छ 4 हैन ल अब भ्लगलाई अब यहीँनिर बाटैबाट अन्त्य गर्नु भएन अहिले चार्ज छैन नि त खासै भ्लग गर्नुलाई त्यही भएर ल है त ल बाई फेरि अर्को भ्लगमा भेटौँला ओके